अर्को पटकदेखि काङ्ग्रेसको उम्मेदवार यसरी चयन हुँदैन। उम्मेदवार त्यहीँको पार्टीको सदस्यहरूले, आम नागरिकहरूले मतदान गरेर तलै चयन गर्नुहुन्छ। तर यो पटक हामीसँग त्यो समयको सुविधा थिएन। हामीसँग जम्मा 4 गते बल्ल हामीले यो काम प्रारम्भ गर्न पाएका हौँ। 6 गते उम्मेदवारी दर्ता गर्नुपर्ने थियो। अब हामी फर्केर प्राइमेरी गर्छु भन्ने हाम्रो अवस्था थिएन। समयको चापमा काम गर्दै गर्दा कतिपय ठाउँहरूमा हामीले चाहेको भन्दा हामीले फरक ढङ्गले निर्णय गर्न सक्थ्यौँ भन्ने लाग्दै पनि निर्णय गर्ने अवस्था आयो। हामीसँग समय भएको भए हामीले योभन्दा बढी समावेशी बनाउन सक्थ्यौँ। हामीसँग समय भएको भए योभन्दा बढी सन्तुलन मिलाउन सक्थ्यौँ। सबैभन्दा अहिले मनमा एउटा खल्लो लागिरहेको कुरा भनेको हामीले प्रोसेस पुर्याउने कुराको सन्दर्भमा कुनै एउटा उम्मेदवार छान्दै गर्दा उम्मेदवार बन्न चाहने अरू आकाङ्क्षीहरूका बिचमा संवाद गराउने, छलफल गराउने, सहभागी गराउने, मेरो पनि निर्णयमा स्वामित्व थियो भन्ने प्रक्रिया एकदमै महत्त्वपूर्ण थियो। पार्टीका सभापतिहरूलाई सोध्ने, तलको साथीहरूसँग कुरा गर्ने, निवर्तमान सांसदलाई सोध्ने, यी विषयहरूमा ध्यान जानु पर्थ्यो। नचाहेको होइन, हामीसँग समय रहेन। हामी सबैभन्दा अन्तिम उम्मेदवार चयन गर्ने पार्टी बन्नुपर्ने हाम्रो बाध्यता भयो। त्यो कारणले गर्दा केही त्रुटिहरू भएका छन्, कमजोरीहरू भएका छन्। म पार्टीको सभापतिको हैसियतमा ती कमजोरी त्रुटिहरूलाई मेरो आफ्नो कमजोरी त्रुटिको रूपमा मैले त्यसलाई लिनुपर्छ। म यसका लागि पार्टीका तमाम साथीहरूसँग यो कुराहरूको अप्ठ्यारोलाई बुझ्दिनका निम्ति आग्रह गर्छु र यी त्रुटिहरूलाई व्यक्तिगत रूपमा मात्र होइन, संस्थागत रूपमा पनि आगामी दिनहरूमा सच्याउने कुराका सन्दर्भमा पार्टीको अरू मेरो समितिका साथीहरूसँग हामी सामूहिक रूपमा यो प्रण पनि गर्छौँ। म यहीँबाट साथीहरूलाई आह्वान पनि गर्न चाहन्छु। आज नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय कार्य समितिबाट एउटा निर्णय गर्नुभएको, जसको बारेमा भर्खर मात्र उपसभापतिले यहाँ जानकारी गराउनु भयो। केन्द्रीय कार्य समितिले एकमतबाट उपसभापति विश्वप्रकाश शर्माले राख्नुभएको प्रस्तावलाई उपसभापति पुष्पा भुषालले समर्थन गरिसकेपछि सिङ्गो पार्टीको केन्द्रीय कार्य समितिले एकमतले, एक स्वरमा, करतल ध्वनिका साथमा यो प्रस्तावलाई पारित गर्नुभएको छ। म उहाँहरू सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। नेपाली काङ्ग्रेस पार्टीले संसदीय चुनावभन्दा अगाडि प्रधानमन्त्रीको उम्मेदवार चयन गरेर जाने परम्परा एकपटक यही कुरा भइसक्यो। हामीले एकपटक गऱ्यौँ। 2015 सालमा पनि एक प्रकारले अन्डरस्टुड जस्तो थियो। त्यो बेलामा हामीले गऱ्यौँ। पछिल्लो समयमा प्रचलन थिएन। आज किन गऱ्यौँ? अहिले विश्वप्रकाश शर्मा उपसभापतिले बताइसक्नु भएको छ। उम्मेदवारका रूपमा मेरा आफ्ना विचारहरू के छन्, उपयुक्त समयमा म ती कुराहरू राख्ने नै छु। अहिले यति मात्रै भन्छु, नागरिकहरूमा सुशासनको ठुलो भोग छ। भ्रष्टाचारको दलदलबाट नेपाल निस्कनु पर्यो भन्ने कुराको ठुलो छटपट्टि छ। युवाहरूमा नेपालभित्र अवसर प्राप्त गर्नु परोस्, पाइयोस् भन्ने कुराको ठुलो आशा छ। प्रौढहरूमा, वयस्कहरूमा यो देश ठिकठाक ढङ्गले चलोस् भन्ने एउटा भरोसा खोजिरहेको अवस्था छ। जसरी देश चलिरहेको छ, राज्य चलिरहेको छ, ठिक ढङ्गले चलिरहेको छैन। यसको गति ठिक छैन, गति बढाउनु पर्यो भन्ने छ। यस्ता थुप्रै विषयहरू छन्। यी विषयहरूका सन्दर्भमा एउटा प्रतिबद्धताका साथमा र एउटा ठोस योजनाका साथमा हामीहरू यहाँ उभिएका छौँ। उपयुक्त समयमा हामी सबै कुराको बारेमा सञ्चार माध्यमका साथीहरूसँग पनि विस्तृत रूपमा विषयहरू राख्ने छौँ। आजको लागि म यो उपयुक्त समय ठान्दिनँ। खालि यति मात्रै भन्छौँ, अघि नै उपसभापतिले भन्नुभयो एउटा कुरा, बदलिएको काङ्ग्रेस। म त्यसलाई अलिकति थोरै फरक ढङ्गले राख्छु। कुरा त्यही नै हो। तर यो काङ्ग्रेस आफै बदलिएको होइन, यो काङ्ग्रेस हामीले बदलेको, बदलेर आएको। यो काङ्ग्रेस बदलेको हो। हामीले काङ्ग्रेस बदल्यौँ। हामीले बदलेको हुनाले गर्दा यो काङ्ग्रेस बदलिएको छ। यो बदलिएको काङ्ग्रेसले यो देशलाई पनि बदल्छ। हामीले बदलिएको काङ्ग्रेसले यो देशलाई बदल्छ भन्ने सङ्कल्पका साथ आज नेपाली काङ्ग्रेस पार्टी यो निर्वाचनमा होमिएको छ। म यहीँबाट आह्वान गर्न चाहन्छु पार्टीका तमाम सबै साथीहरूलाई, 165 निर्वाचन क्षेत्रमा हुनुभएको करिब 10 लाखभन्दा बढी नेपाली काङ्ग्रेस पार्टीका क्रियाशील सदस्य साथीहरूलाई आजबाट नेपाली काङ्ग्रेस पार्टी सम्पूर्ण शक्तिका साथ निर्वाचनमा होमिएको छ। मैले अघि भने उम्मेदवारीका सन्दर्भमा भएका तल माथि साना तिना कुराहरूलाई हामी फेरि समयमा छलफल गर्नेछौँ। पार्टीभित्र पनि हाम्रा कतिपय विषयहरूमा भिन्न भिन्न मतहरू छन्। अधिवेशनकै विषयहरूका सन्दर्भमा पनि भोलि फेरि छलफल गरौँला। निर्वाचनको लगत्तै पछाडि फेरि बसौँला, फेरि जुटौँला। पार्टीको अन्तरसङ्घर्षका विषयहरूमा पनि खुला हृदयले छलफल गरौँला। तर 21 गतेसम्म दायाँ बायाँ नहेरिकन सिङ्गो देश पार्टी एक ढिक्का भएर मतदाताको बिचमा जानको लागि म यहीँबाट आह्वान गर्छु। पार्टीका तमाम साथीहरूलाई आह्वान गर्छु, पार्टीका तमाम नेताहरूलाई आह्वान गर्छु। म योभन्दा अघिल्लो
79 सालको निर्वाचनमा त्यस्तो प्रतिकूल अवस्थामा नेपाली कांग्रेस पार्टीप्रति अनेक अनेक प्रश्नहरू भएको बेलामा पनि करिब 27 लाख जो मतदाताले नेपाली कांग्रेस पार्टीलाई मतदान गर्नुभयो, ती सबै मतदाताहरूलाई र पार्टीका साथीहरूलाई अरू कुरा पछि गरौँला, यति कुरा कम्तीमा आज भन्नुपर्छ। तपाईहरुले त्यो बेलामा म पनि उम्मेदवार थिएँ, म थुप्रै ठाउँमा मत माग्न पनि गएको थिएँ। त्यो बेलामा तपाईहरुको सबैभन्दा मुख्य कुरा के थियो भने पहिला एउटा कुरा सुधारेर आउनुस्, कांग्रेस भएर रुखमा मात्र मत माग्न आउनुस् भन्नुभएको थियो। त्यो कुरा सुधार गरेर मात्रै हाम्रो चुनावको यात्रा सुरु गरेका छौँ। 165 क्षेत्रमा सबै नेपाली कांग्रेस पार्टीका मतदाताहरूले यो पटक रुख चिन्हमा मात्र मतदान गर्नुहुन्छ। अघिल्लो पटक ती 26-27 लाख मतदाताले एउटा चिन्ह रुखमा, अर्को चुनाव चिन्हमा मत हाल्नुपर्ने बाध्यताको अवस्था रह्यो। कहीँ प्रदेशमा, कहीँ सङ्घमा, कहीँ समानुपातिकमा मात्र मत हाल्न पाउने अवस्था आयो। त्यसलाई हामीले बदलेर आएका छौँ। ती सबै मतदाताहरूलाई हामी नेपाली कांग्रेस पार्टीभित्रै यो बेलामा बदलेर आएको कांग्रेसका तमाम विचारहरूलाई तपाईहरुले सुनेर तपाईले त मत हाल्नुभएकै छ, हालिराख्नु भएको छ, तर तपाई मार्फतबाट हामी नयाँ मतदाताहरूका बीचमा पनि तपाई लगिदिनुपर्छ हाम्रो सन्देश। यो हिजोको कांग्रेस भन्दा फरक हो। हिजोको कांग्रेस भनेर भन्दै गर्दा फेरि हिजो सबै कुरा खराब थियो भन्ने होइन।